भित्र दुनुहरू यस्तै पाउँछ हैन सर? यो चाहिँ हाम्रो खानको लागि आफूलाई खानको लागि यस्तो खालको दुनुहरू पाउँछ हेर्नु ल ठ्याक्कै यो के भन्ने अब यो केरा छैन पनि पाउँछ। र हाम्रो यो स्पेसल नारायण सरको हैन सर? नारायण सरको तर्फबाट यो माछा फ्राई हुँदैछ, चट्ट लगाएर देख्न सक्नुहुन्छ। सो नमस्ते, वेलकम टु ब्याक माई युट्युब च्यानल। तपाईँ आज फेरि पनि हजुरको सामु नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु है। तर झुक्किनु भएको छैन नि, झुक्किनु भएन। आज म कलेज जाँदैछु धेरै समयपछि, धेरै नै भएको थियो होला नि कलेज नगएको त कति महिना नै भइसक्यो होला। आज जान लाग्यो चट्ट लगाएर। अनि बिहान मैले सन्जुलाई हिजो नै उठ्यो भने मलाई फोन गर, म उठेपछि तिमीले फोन गर्छु भनेको थियो। मैले फोन उठाएको थियो, कोही के भयो फोनै लागेन, वाइफाई गयो यतातिर होइन जोरङ खोजेर यहाँनिर पनि पानी परेर यस्तो बिजोकै छ भने ल बाटो यस्तो चाहिँ होइन ल। अनि त्यो धेरै समयपछि म कलेज गएको थिइनँ आज, अनि त्यो धेरै समयपछि म कलेज गइरहेको छु होइन। अलिकति क्लासै बिर्स्यो कि जस्तो लाग्छ कहिले कहिले। बिहान बिहान उठ्ने कस्तो गाह्रो हुन्छ क्या, झ्याउ लाग्छ नि त कहिले कहिले। यसो दिन्छु म त्यही भएर कलेज जान मन लाग्दैन एक्लै। त्यही आज अब इक्जाम आउन छ, मेरो 10 गतिदेखि चाहिँ मेरो इक्जाम छ। त्यही भएर म कलेज जान लाग्यो। अब 10 गति इक्जाम भने चाहिँ आज कति 3 गति भयो। अब इक्जाम आउनु धेरै छैन, 1 हप्ता जति बाँकी छ। त्यही भएर चाहिँ म यहाँ कलेज जान लाग्यो। अनि त्यही हो। मानिसहरूको एउटा सङ्गठित एकाइ हो। सङ्गठित एकाइ हो जहाँ उनीहरूले आफ्नो वरपरको अथवा वरिपरिको पर्यावरणसँग मिलेर जीवन निर्वाह गरेका हुन्छन्। अब यसले के भन्दा खोज्यो त भन्दाखेरि वरपरको पर्यावरणसित सँग मिलेर जीवन निर्वाह गरेका हुन्छन्। अब यो चाहिँ के भन्यो त भन्दाखेरि मानिसले त्यस्तो संरचनाहरू बनाउँछन् हो, त्यो संरचना चाहिँ एउटा सङ्गठित रूप हो, त्यो एउटा सङ्गठनभित्र पर्छ बस्ती हो। त्यो सङ्गठनभित्र चाहिँ मानिस एक्लै बस्दैन, मानिसले चाहिँ वरपरको पर्यावरण भनेको के हो त भन्दा वातावरण भनेको चाहिँ एक पक्षीय हुन्छ, एउटा मात्रै स्वरूप हुन्छ। पर्यावरण भनेको चाहिँ वातावरणभित्र पनि विभिन्न स्वरूपहरू हुन्छन् जुन एक अर्कासँग अन्तर्निर्भर हुन्छन् भनेको। अब चाहिँ यिनीहरू मानिसहरू चाहिँ वरपरको चाहिँ पर्यावरण इकोसिस्टमसँग के हुन्छन्, घुलमिल हुन्छन् भनेको। जस्तो वरपर जङ्गल होला, जङ्गलसँग मानिसले के गरे। ल अहिले चाहिँ म छुट्टी भएर रुम जाँदैछु होइन। मतलब सबैको छुट्टी चाहिँ होइन, मेरो चाहिँ छुट्टी हो। त्यही जस्तो देश होइन, जस्तो देश जस्तो टिचर त्यस्तै स्टुडेन्ट। मतलब टिचरहरू दोष छैन, अब त्यस्तै त हो नि, पढाइ नि ह्याङु भयो होइन। अनि म त निस्केर आइदिएको, अलिकति अल्छी लागिरहेको थियो, निन्द्रा पनि लागेको जस्तो भइरहेको थियो। अनि लास्ट बेन्चमा बसेको थिएँ, म लास्ट बेन्चमा बसेको थियो। अनि एकछिन लेख्यो, अनि इङ्ग्लिस र सामाजिकको चाहिँ एकछिन पढ्यो होइन। अनि एकछिन सार्यो, होमवर्कसम्म दिएको थियो। अनि फेरि प्रोजेक्ट ओतहरू थुप्रै रहेछ कि मलाई चाहिँ थाहा थिएन के भन्ने भयो। चाहिँ म त्यो बुझाउँदाखेरि चाहिँ सबैले बुझाएँ होइन, मैले बुझाउँदाखेरि चाहिँ म के गरौँ भयो क्या। अन्त बुझाएन आएको झोला बोकेर भोलि दिन्छ सर है तपाईँले भनेर चाहिँ म झोला बोकेर निस्केर लिन्छु। धेरै दिनपछि कलेज गएको। अनि आज के अरे हिजो पानी परेर होला, पुरै कलेज खाली नै थियो क्या। साथीहरू पनि आएन रहेछ होइन। अनि फोन गरेको थियो मैले, पहिला हामी सँगै पढ्ने केटाहरू थियो होइन। अनि फोन गरेको थियो, अनि आएन रहेछ क्या टोलहरूको पनि। क्लासै पुरै खाली नै थियो क्या। अनि क्लास पुरै खाली थियो। अनि
यस्तो नरमाइलो लागिरहेको थियो मलाई चाहिँ। अनि यस्तो खाल्ने थियो अनि झोलासोला बोक्यो अनि रुमतिर हेऱ्यो। अहिले रुम गएर एकछिन सुत्छु होला म। अनि सुतेर चाहिँ अब 10 बजीदेखि चाहिँ 10 बजी रुममा निस्किँदाखेरि 11 बजी चाहिँ पुगिन्छ म लगभग। अनि त्यो 11 बजी पुग्दाखेरि 12, 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11 घन्टा ड्युटी सकेर अहिले त्यसपछि फेरि 11 घन्टा काम गरेर अनि फेरि आउनु पऱ्यो रुममा, फेरि सुत्नु पऱ्यो। गाह्रो छ छ्या। बस्दै हो झन् मेरो सबै इच्छा पुरा गरिदिनु। इच्छा चाहना पुरा गर्नु गाह्रो भयो। ए आमा चित्त नदुख आउन। त्यही हो बुद्धेश्वर मन्दिर। अस्ति प्रोग्राम के अरे मेला हो कि पूजा हुन लाग्थ्यो क्या यही ठाउँमा। अनि खोइ म खासमा चाहिँ इक्जाम त्यो मेला हुँदाखेरि यहाँ मेला टक्क रमाइलो गर्नु भन्ने आएको थियो। पछि त फेरि काममा जानु पऱ्यो नि त। यस्तो ल्याङ भएको त्यो दिन नयाँ वर्ष यसपालि यस्तै भयो कामसँग भने होइन। अनि एकदम धेरै बिजी भयो क्या नयाँ वर्षमा, बिजी भयो। नत्र यस्तो होइन राति यहाँ आइदिन्थ्यो कि हामी। अस्ति अविनाश दाईहरू छिरिङ दाईहरू हामी राति यता आइदिन्थ्यो कि घुम्नलाई। अनि अहिले चाहिँ यस्तो छ लट्टक्क लगाएर पुरा बाटो चाहिँ हिलो चाहिँ लास्ट हिलो छ भने यस्तो अल्छी लाग्छ। दुखिरहेछ मेरो मन, न त मेरो पनि गल्ती छ। गाह्रो भयो मलाई झन् मुटु यादहरू कहाँ पुगेको जीवनमा भएछ हिजो भने दिदी हात जोडेर गर्दैछु प्रार्थना। बुढो भइसकेमा चाहिँ अब टक्क 32 इन्चको टिभी राख्ने, हामीले खाना हेरेको आफ्नै भिडियो कि अहिले किन हेर्नु भएन सर? न अब के भिजा आउँदैन पछि बुढो भएपछि हेर्नुपर्छ त्यो एउटा हाल्दिनु। मोबाइल त कहाँ हुन्छ यो नि हाल्न सक्छ अब ताल पऱ्यो। मोबाइल ताल हाल्न सक्छ दिदिन सक्छ। मोबाइल पनि अब यता हो नि भाइ। मान्छे त मोबाइल बिग्रिनु पनि ठुलो कुरो हो। तर हालेर राख्ने बुढो भएपछि मान्छेको त मुटु पढाइ अचम्म लाग्छ। जतिसम्म पैसा छ मान्छेको मान्छे त बचाउँदा बचाउनुले त म उल्टो मार दिन्थेँ मान्छे। यो त माया टेक्ने तर बाटोमा नि त्यसले त अस्ति मैले फेरि त्यो ऋतुलाई उसलाई के अरे निकेशलाई भेटाइराखेको थिएँ उसमा वाकिङ गरेर सपिङ गरेर ठ्याक्क 2जना माछा छुट्यो ट्याक्सी खोज्दै थियो। जङ्गल लिएर निस्क्यो अझै फोटो खिच्दै थियो 2-3जना मान्छे बढाएको छ दिनुपर्छ त। दिनेसर त्यसरी भेटाएको पनि सिधा तल झरेर रेम्बो हो सामान्य काल कप्टे पढाधिकार रेम्बो कस्तो हुन्छ भने देखाएको छैन भने भरे देखाइदिनु। मात्र चिलुमुनीको हाँस्यो चार चक्के यता हाम्रोतिर दुनुहरू यस्तै पनि पाउँछ होइन सर? यो चाहिँ हाम्रो खानको लागि आफूलाई खानको लागि यस्तो यो अब डिनर सँगै खायो भने साउले रिसाउँछ नि त त्यही यस्तो बनाउने अनि खाने के यस्तो खालको दुनियाँहरू पाउँछ हेर्दा ठ्याक्कै यो के भन्ने अब यो यस्तो केरा खाइ नभने लाउँछ होइन सर दुनियाँहरू यस्तो नि लाउँछ। यसो दुनु यस्तो होइन सर भक्का बनाउनु भयो हाम्रो सर। हाम्रो बेकारी सेफ यता हाम्रो यता इन्डियन सेफ होइन सर? इन्डियामा काम गर्नु भयो भने त तपाईँ
मजा यसरी एकदम गार्निस गर्नु नयाँ यसले त टक्क गार्निसै हान्दै हुन्छ ल हेर्नु त यता हाम्रो स्टाफ खाजा रोटी होइन सर यो रोटी हाम्रो सरले चाहिँ गार्निस रोटी ट्याक्छ होइन फुल हालेर रोटी दिने रोटीमा के हाल्ने चेरी हाल्ने चेरी रोटी बनाउने हाम्रो सर चाहिँ इन्डियामा काम गर्नुभएको छ तपाईँले कति वर्ष काम गर्नुभएको छ तपाईँले 8-9 वर्षहरू हाम्रो सरहरूले उहाँ सरले नि इन्डियामा काम गर्नुभयो हाम्रो बेकारी सेटले नै ल This is my dish, butter. र हाम्रो यो स्पेसल नारायण सरको होइन सर नारायण सरको तर्फबाट यो माछा फ्राई हुँदैछ चट्ट लगाएर देख्न सक्नुहुन्छ गार्निसिङदेखि एकदम बवाल छ माछा पोलेको हजुर माछा पोलेको फ्राई र आइएम सो सरी गाइज यस्तो छ ल गार्निसिङदेखि सबै हाम्रो सरको स्पेसल होइन सर के अरे आरके लामाको भाइ हो आरके लामाको भाइ त्यसको नाम त भाइरल हो उदन बर्गर हुँदैछ हाम्रो ल ल सर ल हामी अन्त फोटो हाल्नु त पछि एउटा फोटो देख्दैन त अझै रुममा आइसक्यो म चट्टा लगाएर अनि के हो अरे मिनी भ्लगको चाहिँ के अरे त्यो भोइस रेकर्डिङ गर्दा गर्दै कतिखेर 2 बजी थाहा नै भएन 2 बजी छ भने 2 एउटा भोइस रेकर्डिङ गर्दा मलाई 2 घन्टा लाग्छ म कहिले यस्तो अडा लाग्दिन्छ कि त्यो 2 घन्टा अति भएन र है कहिले के बोलिदिने कहिले भिडियो नमिलिदिने होइन कहिले के त्यो भिडियो खिचिसकेपछि पछि बेलुका हेर्दाखेरि एङ्गल नमिलिदिने क्या त्यो थोरै नभेटिदिने त्यस्तो भइरहेको रहेछ क्या कति भिडियोहरू कहिले भिडियोहरू बनाउँदाखेरि चाहिँ सुरुमा चाहिँ राम्रै लाग्ने होइन पछि रुममा आएर हेर्दाखेरि कस्तो है एकचोटि खिच्यो राम्रो हुन्थ्यो थोप्रै नआइदिने राम्रोसँग नभइदिने क्लियर नआउने क्यामेरा अलिकति फोहोऱ्यो भने अलिकति पुछेको राम्रो आउँछ नि त क्यामेरा फोहोऱ्यो अब त्यस्तै फोहोऱ्यो भने अनि त्यही भएर चाहिँ अनि भिडियो भोइस रेकर्डिङ गर्दा गर्दै भोइस ओभर गर्दा गर्दै मिनी भ्लगको लागि भोइस ओभर गर्दा गर्दै 12 बजीदेखि मैले स्टार्ट गरेँ होला कतिखेर 2 बजे थाहा नै भएन भोलि अब कलेज त्यस्तै हो 2 बजीसक्यो अब सुत्दाखेरि 2:30 हुन्छ अनि भोलि कलेज म त्यस्तै हो भोलि कलेज जाँदैन होला अब 7 गतेबाट एक्जाम छ अब धेरै छैन एक्जाम आउन 2-3 दिन मात्रै बाँकी छ अब कलेज जस्तो छ तालामाला अब पास हुने हो कि फेल हुने हो कि यस्तो ल्याङ भइरहेछ अनि त्यो आज हाम्रो चिरिङ सर र अविनाश सर नि कता जानुभएको खोइ छैन रहेछ रुममा अनि अहिले म र मेरो भाइ मात्रै छ अनि त्यो आजको भिडियो चाहिँ यति नै हुन्छ होला थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो अनि जो चाहिँ लास्टमा हेरिदिनु भएको छ एकदम धेरै माया साथ सपोर्ट गरिदिनु होला अनि त्यही अब अलिकति भिडभाडतिर अलिकति मान्छे भाडामा अलिकति बोल्नलाई म अलिकति हुन्छ नि त अलिकति कन्फिडेन्ट छैन कि अझै भर्खर कति 100 पुग्यो होला भर्खर 100 पुग्यो यार त्यत्रो भिडियो हाल्यो अनि त्यस मेरो भिडियो पनि धेरै कमी कमजोर छ म आफ्नो कमी कमजोर बुझ्छु तर पनि अझै छैन कि सब्सक्राइबर अब छैन नि त अझै अनि त्यही भएर लाज लाग्छ अनि अलिकति आँट आउँदैन क्या अनि हजुरहरूले एकदम सक्दो साथ सपोर्ट गरिदिनु होला म त्यही भन्न चाहन्छु अनि दिनदिनै मेरो भिडियोहरू आउँछ होइन युट्युबमा चाहिँ मेरो चाहे सर्ट भिडियो होस् चाहे लङ भिडियो होस् मेरो दिनमा एउटा भिडियो चाहिँ आउँछ क्या त्यही भएर चाहिँ एकदम सबैजनाले एकदम धेरै साथ सपोर्ट हानिदिनु पऱ्यो क्या त्यो च्यानललाई ढ्याङडुङ सब्सक्राइब हानिदिनु पऱ्यो सेयर एकदम सबैजनाले सेयर एकदम माया गरिदिनु पऱ्यो माया देखाइदिनु पऱ्यो हाम्रो पावर देखाइदिनु पऱ्यो होइन अनि त्यही हो अनि त्यो अलिकति भिडियो बनाउन इन्ट्रेस्ट लाग्छ मलाई चाहिँ त्यही हो बच्चादेखि नभनौँ अनि भिडियोहरू एकदम बनाउन चाहिँ एकदम धेरै इन्ट्रेस्ट लागिरहेको हुन्छ त्यही भएर चाहिँ म भिडियोहरू बनाइरहेको हुन्छु खासै त्यो अनि त्यस्तो विधि चाहिँ बनाउन चाहिँ आउँदैन मलाई त्यस्तो विधि एडिटिङहरू आउँदैन तर पनि ट्राई गरेर हुन्छु होइन दिनदिन अलिकति के राम्रो गरौँ नयाँ गरौँ भन्ने सोचिरहेको हुन्छु अनि आजको भिडियो यति नै हुन्छ होला थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो यति भने आजको भिडियो यही अन्त्य हुन्छ ल भोलिको नेक्स्ट भिडियो हामी भेट्नुपर्छ ल आँखा कस्तो दुख्छ ल ओके बाई गुड नाइट